धेरैजसो नयाँ ट्रेडरहरू बजारमा प्रवेश गर्दा कति किता सेयर किन्ने भन्ने कुरामा अन्योलमा हुन्छन्। कसैले आफ्नो सबै पुँजी एउटा स्टकमा लगानी गर्छन् भने कसैले हचुवाको भरमा किता छनौट गर्छन्। तर सफल ट्रेडर बन्नका लागि पोजिसन साइजिङ सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यसले एउटा ट्रेडमा कति किता सेयर किन्ने र कति रकम लगानी गर्ने भन्ने कुराको सही जानकारी दिन्छ। जोखिम लिने पनि एउटा सीमा हुन्छ। सामान्यतया एउटा ट्रेडमा आफ्नो कुल क्यापिटलको 1 देखि 2% भन्दा बढी जोखिम लिनु हुँदैन। यदि क्यापिटल सानो छ र तपाईसँग जोखिम वहन गर्न सक्ने क्षमता छ भने बढीमा 5% सम्म जोखिम लिन सकिन्छ। अब यसलाई एउटा उदाहरणबाट बुझ्ने कोसिस गरौँ। मानौँ यदि तपाईसँग 5 लाख छ र तपाईँ 2% रिस्क राख्नुहुन्छ भने एउटा ट्रेडमा तपाईको अधिकतम नोक्सान 10,000 रुपैयाँ मात्र हुनुपर्छ। अब यो 10,000 को सीमाभित्र रहेर कति किता किन्ने त? त्यसको पोजिसन साइज कसरी क्याल्कुलेट गर्ने हेरौँ। आफ्नो ट्रेडमा कति रकम लगाउने वा कति किता सेयर किन्ने भन्ने कुरा तपाईले दुईवटा सरल तरिकाबाट निकाल्न सक्नुहुन्छ। पहिलो तरिका, आफ्नो ट्रेडको पोजिसन भ्यालु निकाल्नका लागि सबैभन्दा पहिले आफ्नो टोटल क्यापिटललाई रिस्क पर्सेन्टले गुणन गर्नुहोस् र आएको नतिजालाई आफ्नो स्टप लस पर्सेन्टेजले भाग गर्नुहोस्। जस्तै तपाईको टोटल क्यापिटल 5 लाख छ र तपाईँ त्यसमा 2% रिस्क लिन तयार हुनुहुन्छ भने तपाईको रिस्क रकम जम्मा 10,000 हुन्छ। मानौँ तपाईको स्टप लस चार्ट अनुसार 5% को दूरीमा छ भने तपाईको 2 लाख रुपैयाँ पोजिसन भ्यालु हुन्छ। याद राख्नुहोस्, यहाँ स्टकको प्राइसले तपाईको पोजिसन साइजलाई कुनै असर पार्दैन, चाहे त्यो सेयरको मूल्य 1000 होस् वा 2000। तपाईको स्टप लस जस्तो छ त्यही अनुसार नै लगानी गर्ने रकम पोजिसन भ्यालु निस्किएर आउँछ। तपाईले मात्र आफ्नो जोखिम कति लिने भन्ने कुरा पहिले नै तय गर्नुपर्ने हुन्छ। अब दोस्रो तरिका, यदि तपाईँ ठ्याक्कै कति किता किन्ने भन्ने जान्न चाहनुहुन्छ भने यो सूत्र प्रयोग गर्नुहोस्। आफ्नो कुल जोखिमको रकमलाई स्टप लस पोइन्टले भाग गर्दा तपाईको क्वान्टिटी निस्कन्छ। यसले तपाईलाई बजारमा कति किता सेयर किन्दा तपाईको जोखिम नियन्त्रणमा रहन्छ भन्ने कुराको सठिक जानकारी दिन्छ। उदाहरणमा तपाईँ एउटा ट्रेडमा 10,000 रुपैयाँ जोखिम लिन तयार हुनुहुन्छ। बजारमा सेयरको मूल्य 500 रुपैयाँ छ र स्टप लस 450 रुपैयाँ भयो भने स्टप लस पोइन्ट 50 रुपैयाँ हुन्छ। यस अनुसार तपाईले जम्मा 200 किता किन्न सक्नुहुन्छ। यसरी तपाईँ किता निकाल्न सक्नुहुन्छ। यदि बजार तपाईको विपरीत दिशामा गयो र स्टप लस हिट भयो भने पनि तपाईले पहिले नै तय गरे अनुसार 10,000 रुपैयाँ मात्र नोक्सान हुन्छ। यसले तपाईको बाँकी क्यापिटललाई सुरक्षित राख्दै तपाईलाई अर्को अवसरको लागि बजारमा टिकाइ राख्न मुख्य भूमिका खेल्छ। गणना गर्दा सधैँ ब्रोकरेज र अन्य शुल्कका लागि थोरै मार्जिन राख्नुहोस्। यदि तपाईँ 10,000 जोखिम लिन चाहनुहुन्छ भने गणना गर्दा 9,000 को हिसाबले गर्नुहोस् ताकि शुल्कहरू जोडिँदा तपाईको सीमाभन्दा बाहिर नजाओस्। यसरी तपाईले पोजिसन साइज निकालेर लगानी गर्न थाल्नु भएपछि तपाईले पटक पटक मोबाइल खोलेर चार्ट हेर्नु पर्दैन। तपाईको निर्णयमा डर वा लोभ हुँदैन। तपाईँ एउटा अनुशासित ट्रेडर भएर ट्रेड गर्न सक्नुहुन्छ। ट्रेडिङमा कति नाफा हुन्छ भन्ने बजारको हातमा छ, तर कति घाटा खाने र कति किता किन्ने भन्ने कुरा तपाईको पोजिसन साइजिङको हातमा छ। अर्को भागमा हामी रिस्क टु रिवार्ड रेसियोको बारेमा सिक्नेछौँ। भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।